आज साउनको दोस्रो सोमबार आएको छु म गुप्तेश्वर महादेव मन्दिरको तल्लो गुप्तेश्वर महादेव मन्दिरहरू रहेको छ। त्यहाँबाट माथि म एकछिनमा जाँदैछु। साथीहरू पनि एकदम यो पर्यटन स्थल। साथीहरू अब चाहिँ म गुप्तेश्वर महादेव मन्दिरको माथि पुग्न लागिसकेको छु। साथीहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ एकदम धार्मिक पौराणिक स्थल हो। यहाँ मुकुन्द सेन पालादेखिको यो कहानीहरू जोडिएको छ। अब यो सबै कुरा कहानी म अर्को भिडियोमा बताउने छु। साथीहरू पनि साथीहरू देख्न सक्नुहुन्छ एकदम झरनाहरू पनि आफै एकदम 4-5 वटा झरना छ। हजुरले देख्न सक्नुहुन्छ मकवानपुर जिल्लाबाट धेरै हेटौडा बस पारबाट धेरै टाढा पनि छैन। हजुरहरू आएर यहाँ दर्शन गर्न सक्नुहुन्छ। मान्छेले बनाएको भन्दा पनि एकदम यो प्राकृतिक रूपमै नै उत्पत्ति भएको गुप्तेश्वर महादेव मन्दिरमा चाहिँ यहाँको बालेको माथि कुमार थान नजाने हजुर पहिलोको सुरु अहिले माथि पुगेको छ। हजुर 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 तल महादेव थान हो मकवानपुर पालोदेखिको हजुर यो सृष्टि भएको मान्छेले बनाएको थियो। हजुर एकदम हेर्दाखेरि भित्र चाहिँ एकदम आकृति बनाएको जस्तो देखिँदैन सबै उ छ है। हजुरले यो कहिलेदेखि पहिले बच्चादेखिबाट थाहा पाउनु भएको कस्तो यो बच्चा होइन मेरो हजुरबाउदेखिको पालोदेखि हजुर साथीहरू देख्न सक्नुहुन्छ एकदम पर्यटक स्थल छ। अनि के भन्न चाहनु दर्शकहरूलाई यो गुप्तेश्वर महादेवको बारेमा हाम्रो अब राम्रो छ। हजुर हजुर छैन हजुर हजुर घरमा अब पुगेको पुगिरहेको छ सबैको पुगेको छ अहिले है। उहाँले पनि एकदम अहिले आएर बिहानैदेखि आएर बसिरहनु भएको छ। आनन्द एकदम प्रकृतिको एकदम आनन्द छ। ल धन्यवाद छ हजुरलाई धेरै धेरै। त साथीहरू आज चाहिँ मैले गुप्तेश्वर महादेवको बारेमा जानकारी दिइहालेँ हजुरहरूलाई। यहाँ आएर दर्शन गर्नुहोला साथीहरू सबैजनाले। आजको यो भिडियोमा खासै राम्रो आवाज आउन सकेन। म अर्को भिडियो फेरि बनाउने नै छु साथीहरू। मेरो भिडियोलाई लाइक र सेयर पनि गर्नुहोला। धन्यवाद नमस्कार।